धन्यवाद। हामी अहिले जुम्लाको खलङ्गाबाट लगभग धेरै होइन 20 मिनटको यात्रा बाहेकको यात्रामा चेरे भन्ने एउटा ठाउँमा पुगेर आयौँ। त्यो चाहिँ एकदम रमणीय, एकदम हरियाली अनि डाँडा पाखा एकदम मस्ती थियो। हामीले त्यहाँ चाहिँ अलिकति ड्राई फ्रुट पनि लगेर गएको थियौँ। जस्तै नाम पनि बताइदिनुहुन्छ कि पाण्डेजी? त्यो चाहिँ हामीले अलिकति मासुहरू लगेर गएको थियौँ। त्यो पनि त्यहाँ चाहिँ अर्ग्यानिक तरिकाले पोलपाल गरेर खायौँ होइन। एकदम रमाइलो भयो। हामी 4-5 जना साथीभाइ छौँ। यो चाहिँ जुम्लाको यतिखेरको मौसम भनेको एकदम रमणीय मौसम, प्राकृतिक सुन्दरता भएको मौसम होइन। त्यस कारणले तपाईँ दाजुभाइ तथा दिदीबहिनीहरू एकचोटि चाहिँ यो मौसममा चाहिँ तपाईँहरूले घुम्न आउँदाखेरि चाहिँ यो ठाउँमा रारा जानुहुन्छ। रारा सँगसँगै यहाँका धेरै छन् पाटनहरूमा पनि घुमेर तपाईँहरूको आफ्नो इन्जोयमेन्ट बनाउन म अनुरोध गर्दछु। अनि धेरै धेरै धन्यवाद। तपाईँलाई नयाँ नयाँ भिडियोहरू यो जुम्लाको अनि रमणीय दृश्यहरू चाहिँ म पटक पटक देखाउने। हाम्रो अध्यक्षजी हुनुहुन्छ, उता देखाइदिनुहोस् उहाँलाई। उहाँले पनि पहिलो भ्लग बनाउनु भएको थियो, अब भोलि चाहिँ पोस्ट गर्नुहुन्छ होला। उहाँलाई पनि सब्सक्राइब गरिदिनु होला है। एकदम